नमस्कार, शुभ प्रभात। आज तपाईहरुमाझ ग्रीन भेन्चर लिमिटेड स्टकको चाहिँ एनालाइसिस लिएर आएको छु। मैले आफूले गर्ने हैन, तपाईहरुमाझ चाहिँ यो सुम्पिदै छु। मलाई स्टकको बारेमा त्यति धेरै नलेज छैन, भर्खरै सिक्दै छु। म नयाँ लगानीकर्ता हो र मैले यसो हेर्दा यो चाहिँ मिड क्याप स्टक लाग्छ। यसको पेड अफ क्यापिटल चाहिँ 3 अर्ब 43 करोड 75 लाख रहेको छ र इन्फर्मेसन अनुसार चाहिँ यसको 52 हप्ताको लो भनेको 402 छ, हाई 679.9 छ। यसको दोस्रो क्वार्टरको इपिएस 21.77 छ र पीई रेसियो भनेको 20.94 छ र बुक भ्यालु 121.12 रहेको छ र यसको टेक्निकल चार्ट हेर्दा यसको चाहिँ हिजोको क्लोजिङ 455 मा क्लोजिङ भएको छ र यसको चाहिँ एमएससीडी को लाइन हेर्दा 10.44 छ र सिग्नल लाइन 11.06 छ र आरएसआई हेर्दाखेरि चाहिँ 35.39 देखाएको छ। आरएसआई चाहिँ 35. कति छ है, हेरौँ है यसमा 35.39 देखाएको छ। आरएसआई 39 देखाएको छ। जहाँसम्म लाग्छ मेरो विचारमा यो चाहिँ बाइङ जोनमा आइपुगेको छ कि जस्तो लाग्छ। हजुरहरूलाई कस्तो लाग्छ कृपया प्रतिक्रिया दिनु होला। मलाई त्यति राम्रोसँग चाहिँ टेक्निकल्ली एनालाइसिस गर्न चाहिँ आउँदैन। फन्डामेन्टल्ली हेर्दाखेरि चाहिँ इपिएस, पीई रेसियो र बुक भ्यालु हेर्दाखेरि चाहिँ ठिकै जस्तो लागेको छ। कृपया प्रतिक्रिया दिनु होला। हस्, धन्यवाद।